चिल पारामा बसिरहेछौँ यो भ्यू इन्जोय गर्दै होइन एन्ड त्यही हो लाइफमा भनेको कहिले पनि इन्जोय गर्न नछाड्नु एन्ड ट्राभलिङ गर्न नछाड्नु अझै यो चाहिँ हाम्रो गाउँको त्यो हाम्रो गाउँ नजिकै पर्छ नमस्ते म पहिलो व्यक्ति हिमाल चढ्ने गाउँकै अहिले चढ्दैछु हेर्नुहोस् Hey guys, what's up and welcome back to new vlog of new day, new adventure. So guys, आज हामीहरु आफ्नै गाउँको आफ्नै भिलेजको एउटा टपमा पुग्नेवाला छौँ जुनमा पार्ट 1 भिडियोमा पनि हामी एकदमै राम्रो तरिकाले सर्भाइभल म्यान भर्सेस वाइल्ड सर्भाइभल गरेर अगाडि बढेका थियौँ यसैका साथसाथै आज पनि एकदमै फुल रूपमा तन्दुरुस्त रूपमा आज झन् अझै बडी मेम्बरको रूपमा चाहिँ हामीहरू लाग्नेवाला छन् हाम्रो ग्याङ क्षेत्रीय ग्याङहरूसँग चाहिँ सबैजना भएर त्यो माथि त्यो टपको डाँडोमा अनि वहाँ गएर अलिकति रमाइलो गर्नेवाला सो अहिले चाहिँ म तपाईँहरूलाई हाम्रो गाइजहरूसँग हाम्रो ग्याङहरूसँग चाहिँ म भेटाउनेवाला छु होइन यसै गरी हाम्रो फर्स्ट ग्याङमा हुनुहुन्छ हाम्रो मिस्टर सन्दीप छेत्री आर यु एक्साइटेड एकदम बवाल म त बवाल एक्साइटेड छु हाम्रो मिस्टर सन्दीप छेत्रीको युट्युब च्यानल पनि सब्सक्राइब गर्न नबिर्सिनु होला होइन त्यसै गरी हामीसँग छन् हाम्रो मिस्टर रिङ्कु सिंह यता मिस्टर हेमनाथ पस्याल यता हाम्रो मिस्टर बबिन किङ अरे यसैका साथसाथै हामी सबैजना मिलेर मिलिजुली भएर हामी लाग्नेवाला छौँ माथि टपमा गएर सबैजना एकदमै रमाइलो गर्नेछौँ भिडियो लास्टसम्म हेर्नु होला वी विल डु इच एन्ड एभ्री रमाइलो कुराहरू वी विल सेयर विथ यु सो गाइज लेट्स बिगिन एन्ड लेट्स गो अलरेडी गाइज अहिले हामीहरू निस्किन लागिसकेका छौँ त्यसै गरी हामीसँग सबैजना साथीहरू हुनेछन् होइन यता हामीहरू निस्किँदैछौँ अब सबैजना अब यहाँबाट लाग्नेवाला छौँ होइन यो बाटो पछाडि हेर्न सक्नुहुन्छ त्यहाँबाट निस्किँदै सिधा माथि लाग्नेवाला छौँ सो गाइज लास्टसम्म भिडियो हेर्नलाई किप सपोर्टिङ लेट्स गो We are going to Nepal. Okay, Sandip Mama. सो गाइज अहिले चाहिँ हामी अगाडि बढिरहेको छौँ हामीहरू देख्न सक्नुहुन्छ हामीहरू पनि एकदम एक्साइटेड फुल्ली माथि हिल टपमा जानको लागि सबैजना एक्साइटेड छौँ होइन एन्ड अब चाहिँ हामी यसरी हिँड्दै होइन एन्ड वी आर गोइङ टु डु ट्रेकिङ म्याक्सिमम् चाहिँ होइन ट्रेकिङ गरेर हामी कहाँ पुग्ने हो त्यो माथिको डाँडोमा यु हेभ सिन एन्ड लेट्स गो घाम पनि लगाएको छ एकदमै राम्रो छ मौसम मजादार छ त्यसै गरी त्यही अनुसार हामी अगाडि बढ्नेवाला छौँ गाइज यहाँ हामीसँग स्प्राइट छ उता के छ होइन पुरा माल सामान बोकेर यता हेर्न सक्नुहुन्छ वर्कआउट पनि छ होइन हामीसँग मोडल पनि हुनुहुन्छ गएर डान्स गर्नलाई होइन सब थोक छ के छैन हामीसँग यो हाम्रो गाउँ हो तलको यु क्यान सी and we are going to trekking there. ओके गाइज लगभग हामी अब आधी बाटोभन्दा पनि कममा छैनौँ अझै 1 ठौर बाटोमा आइसकेका छौँ अब यहाँबाट डाइरेक्टली माथि सिधै यहाँसम्म त मोटर बाटो छ त्यहाँबाट डाइरेक्टली माथि ठाट्टो निस्किनुपर्छ होइन एन्ड ट्रेकिङको खास मेन काम के हो भन्दा यसको कन्क्लुजन ट्रेकिङ जाने भन्दा एकदम एक्साइटेड भइन्छ होइन सबैसँग गइन्छ एकदम मजा हाँसी मजाक गर्दै वाट गइसकेपछि जुन एक्सपिरियन्स छ नि होइन जुन पसिनाहरू बगाएर जानुपर्ने हुन्छ हामीले त्यो पनि एकदमै मेमोरेबल हुन्छ एन्ड हाम्रो गाइजहरू उता पछाडि हिँडिरहेछन् होइन जाँदैछौँ पहिला त हामी पुग्नु पऱ्यो पुगिसकेपछि एकदमै बेस्ट हुनेवाला छ लेट्सको साह्रो हुन्छ पानी खान लाग्छन् होइन स्प्राइट भन्नुभएको होइन स्प्राइटवाला पानी स्प्राइटको बोतलमा पानी हाम्रो हेमनाथ प्रतिनिधि उठ्ने हाम्रो काङ्ग्रेसबाट एमालेबाट भोटको कुरो हुन्छ घन्टीबाट उठ्छु भन्दाखेरि घन्टी त बत्ती घन्टीबाट घन्टी बुझाउन सक्नु मन्दिर बिना घन्टी बज्दिन कि
घन्टी बच्चा फेरि मन्दिरमा भाइ केटाहरू एकदमै फन्नी टाइपका छन् होइन देखेको छैन गाइस। अब यहाँबाट च्यालेन्ज स्टार्ट हुँदैछ होइन। हाम्रो कन्टेस्टेन्ट 1 2 3 4 अब 4 जना मध्ये म अलि उता स्टपमा गएर बस्छु। 4 जना मध्ये म रेडी स्टार्ट गो भनेपछि जो चाँडै दौडेर मलाई भेटाउँछ he will get a big prize. Anything, hey? Anything surprise, hey? Just wait here. Wait here. ल गाइस यहाँ छु म। साथी केटाहरू त्यहाँ छन् फुल्ली एक्साइटेड। यहाँबाट म अहिले रेड सेट गो भन्छु। ओके अल अफ यु रेडी? रेडी गेट सेट गो भनेपछि दौड्ने है, बुझ्यौ? रेडी गेट सेट गो भनेपछि बल्ल दौड्ने है। ओके रेडी गेट सेट गो। विनर चिकन डिनर। ए कहाँबाट आउँछ नि हाम्रो विनर आइसकेको छ होइन। रिङ्कु सिंह हाम्रो विनर भइसकेको छ। भाइ पनि दौडेकै हो गर्दाखेरि हो। ठिक छ बाबुले अब गिफ्ट पाउँछ एउटा होइन, सरप्राइज गिफ्ट। कङ्ग्रेचुलेसन। अब यति हो होइन, यहाँसम्म मात्रै हो पिच छ, मतलब मोटरबाट आएको। अब यहाँबाट ठाड्डै उकालो निस्किनु पर्ने हुन्छ। हाम्रो अर्को एकजना अर्को ब्लगर पनि हुनुहुन्छ साथमा, क्यामेराम्यान 2 जना, सिङ्गर मोडल। यहाँ हाम्रो केटाहरू छन्। ओ केटाहरू आर एक्साइटेड म्यान, लेट्स गो म्यान, लेट्स गो। वी आर गोइङ टु नेक्स्ट ट्रिप। Hey, this will be very memorable event. Let's go guys. बाटो बाटोमा निस्किनु जानुपर्ने हुन्छ। यारसँग रमाइलो गर्दै एकदम एक्साइटेड। लेट्स गो गाइस। हामी यहाँ फुच्चे पनि जाने भन्दा जाने हो। अब हामी निस्किनु लाम। अब तक्क यो चाहिँ हाम्रो पहिलो घर हो होइन, सबसे माथिको। यहाँबाट चाहिँ सिन हेर्न सक्नुहुन्छ, एकदम बब्बाल छ। यहाँबाट अझै माथि जानु छ। यहाँ केटाहरू रेडी भइरहेका छन्। हाम्रो लास्ट घर सबसे ल्याएर माथि हामी टक्क मामा आउनु भयो। नमस्ते मामा। नमस्ते, के चाल खबर? सन्चै हुनुहुन्छ? ठिक छ मामा एकदम। गोरु लिएर आउनुभयो टक्क। यहाँ मैसुई खाएर होइन सबैजना यहाँ छौँ ल है। मैसुई हुनुहुन्छ यता टक्क यहाँ मैसुई खाएर होइन, फ्रेस भएर हाइड्रेसन भएर टक्क लाग्नेवाला छौँ। एमसी यहाँको गाउँको भाइब्स मौरी टक्क होइन एकदम बब्बा पटक्क बाउजी लिएर आउनुभयो। थ्याङ्क यू गाइस। प्योर गोरुले लहटेर केटाहरू भागिसक्यो होइन। यहाँ त्यो बुच्चे त कहाँ पुग्यो यत्तेरी। ल गाइस यहाँबाट हामी निस्क्यौँ। अब यहाँबाट वहाँ माथि टुक्मा पुग्ने हो। वहीँ गएर भेटौँ ल। अब झन्नै उडाइदिएको थियो यसलाई। ए बाबु गाह्रो भयो यार। हाय 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 हाय। ल केटाहरू आस्ते आस्ते हिँडौँ। ल गाइज अहिले चाहिँ हामीहरू यहाँ पुगिसकेका छौँ। अब हाफ बाटोमा चाहिँ हामी आइसकेका छौँ होइन। केटाहरू एकदमै रमाइलो तरिकाले मिठो मिठो गीत गाउँदै मिठो मिठो कुरा गर्दै गफ गर्दै हिँडिरहेका छौँ। मजा आइरहेको छ होइन। एन्ड
हाइड्रेसन पनि फिल भएको थियो बट हाइड्रेसन फिल भइसकेको छ फुल भइसकेको छ सबजनाले मुही पानी खाइसकेर हामीहरू यहाँसम्म छौँ के छ गाइज रमाइलो भएको छ नि यो हो गाइज यसैका साथसाथै हामी जोस जाँगरका साथ हामी अगाडि बढ्दैछौँ गाइज भिडियो अन्तिमसम्म हेर्नु होला र हामी अहिले यहाँ छौँ हामी वहाँ माथि पुग्ने हो वहाँ माथि सिधै ठाडो छ होइन यु क्यान सी देयर हाम्रो मिस्टर मनिष बहादुर छेत्री पनि आएका छन् ल हामीहरू जाँदैछौँ सबैजना रमाइलो गर्दै 200 केटाहरू तेल केटाहरू तेल गाइस अब हामी आइसकेका छौँ यहाँबाट ठाड्दै निस्किने अब हामीहरू होइन त्यहाँ माथि अनि त्यहाँ गएर चाहिँ हामीहरू खुल्ला रूपमा त्यहाँ गएर चाहिँ मस्त आनन्दले बस्न आउँछौँ गाइस लगभग 2 बज्न लगाइसक्यो एन्ड यस्तो दामी सिन देखेपछि के चाहियो भन्नु न यो हाम्रो फर्स्ट रेस्ट पोजिसन होइन एकैछिन हामी आराम गरिरहेछौँ एकदम थकित भयो अनि यहाँ गाइज हाम्रो गाइजहरू चाहिँ म्यादी प्रहरीमा भर्ती हुने टाइपको प्लानिङ हुँदैछ भन त ल यदि कोही हजुरहरू सब्सक्राइबर कोही म्यादी प्रहरीमा जान चाहनुहुन्छ भने हाम्रो मनिष के गर्नुपर्छ ल यसो परिशिक्षक ल ड्याडको त कपी गरे पुरै होइन सेकेन्ड सब बहादुर गड्का जुनियर यता छ सेकेन्ड हो कि मनिष भन त ल कोही यदि म्यादी प्रहरी हुनु पर्यो भने के गर्नुपर्छ Hey guys, we are here in top. अहिले देखाउँछु अलि उता डेस्टिनेसनमा गएर होइन अहिले चाहिँ हामीहरू यहाँ आइसकेका छौँ यहाँ केटाहरू चिल पारामा एकछिन रेस्ट गरिरहेका छन् रमाइलो गर्दै आइयो होइन ल निस्किनु अब एन्ड त्यही त हो यस्तो भाइब्रेसन पनि भइरहेको थियो बट यहाँ आएपछि जुन चिल मौसमलाई देख्यो नि जुन यहाँको भ्यू यहाँको भ्यू हेर्न सक्नुहुन्छ यहाँको होइन सो गाइज वी आर इन हिलटप गाइज हाउ चाहिँ ट्रेकिङ केटाहरू कस्तो भयो ट्रेक बबाल यस ओके गाइज भेरी इन्जोयबल थकित टाइपको होइन सो गाइज फाइनली वी आर हियर इन हिलटप यहाँको भ्यू देखाउँछ हजुरलाई एकछिन यो गाइज हेर्न सक्नुहुन्छ यहाँ भर्खर हामीले एउटा के देख्यौँ के हुनसक्छ त्यो एकदमै सेतो सेतो छ कालो कालो छ द्याट मिन्स सर्पको काँचुली हेर्न सक्नुहुन्छ गाइज होइन यो सर्पको बाहिरको स्किन हो आउटर स्किन हो द्याट मिन्स यहाँ वरिपरि सर्प आउन सक्छ सर्प कता छ त यसको भित्र छैन सर्प ठुलो सर्प बाब्रे केटाहरू यहाँ डराएर हेर्न सक्नुहुन्छ बाब्रे डराएर केटाहरू सब केटाहरू डराइरहेको छन् होइन एकदमै लुक हियर गाइज दिस सीन बाफ्रे सुकुन फिल भयो नि यो पक्कै पनि मानिसको
गाइस आउँदा आउँदै बाटोमा फेरि अर्को सङ्केत देखिन थाल्छ यहाँ लाग्छ कि यो एउटा बाघको मल हुनसक्छ होइन बाघको हात्ती हुनसक्छ र यसलाई हाम्रो पट्टि गर्दै हुनुहुन्छ हेमन्त बसिहाल्छ होइन गाइस डरको माहौल छ एकदमै होइन हामीले त अझै के लिएर आउँदैछौँ त्यसै गर्दै अझै अर्को गाइस यो हेर्न सक्नुहुन्छ यो त पक्कै पनि कालिजहरू पनि दौडिन सक्छन् गाइस यहाँ त म्यान भर्सेस वाइल्ड भन्दा पनि एकदमै खतरनाक हुन थालिसकेको छ यहाँको माहौल र यसै गरी हामी डरको माहौलको साथ हामी अघि बढिरहेका छौँ चुपचाप लाएर केटाहरू ओए हल न सँगै जिउँला नि जोवन दिउँला नि जोवन तिम्रो याद अघि नै हामी उता थियौँ अहिले चाहिँ हामीहरू कहाँ छौँ हेर्न सक्नुहुन्छ यहाँ छौँ होइन केटाहरू त्यहाँ छन् अब बन्दोबस्त मिलाउँदैछन् एन्ड लुक एट दिस भ्यू लुक एट दिस भ्यू म्यान वाट अ भ्यू पहाड 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 हाय एन्ड गाइज जिन्दगीमा होइन जतिसुकै तिमीहरूले काम गर जतिसुकै पैसा कमाऊ जतिसुकै ठुलो धनी मान्छे हो कि होइन तर यदि तिमीहरूको मन खुसी छैन यदि तिमीहरू म जस्तै यस्तो ट्रेकिङमा गएको छैनौ पहाडहरू नेपालको जुन नेचर छ त्यो कुरालाई एक्सप्लोर गरेको छैनौ भने नि यु हेभ नेभर गेट अ प्रोपर सक्सेस के यु हेभ नेभर गेट एनिथिङ इन यर लाइफ गाइस यदि लाइफमा सक्सेस हुनु छ भने के भन्न जान्छु त म भन्दा लाइफमा सक्सेसको कहिले पनि पुल स्टप हुनु हुँदैन कि फुल स्टप हुनु हुँदैन सक्सेसमा हुन्छ त कि ओन्ली कमाज एउटा मात्रै कुराहरू जितेर चाहिँ त्यो सक्सेस होइन कि तिम्रो मन तिम्रो तन तिम्रो चाहे धनी हुनु पनि एउटा के हो त भन्दाखेरि गोल हो एम हो यु हेभ टु एचिभ इट एभ्री मेन एभ्री वुमेन हेभ टु एचिभ इट होइन बट इफ यु वान्ट अ प्रोपर ह्याप्पिली इफ यु वान्ट टु प्रोपर ह्याप्पी इन यर हार्ट फ्रम यर बटम अफ यर हार्ट होइन यदि मनदेखि नै खुसी हुनु छ भने तिमीहरू यस्तो नेचरमा रमाऊ के पछाडि हेर्न सक्छु भाइब्स नेचरमा एभ्री इयर नहुन सक्यो एभ्री विक हुन नसक्यो पक्कै पनि उयो साथीहरूसँग आफ्नो दाइ भाइ ब्रोदर एनिवे कोही पनि छैनन् भने एक्लै हिँड्थ्यो कि सोलो ट्रिप नो इस्यु बट यस्तै चाहिँ यु हेभ टु गो विथ फ्लो होइन यहाँको जुन भाइब्स छ हेर्न सक्नुहुन्छ सुन्नुहोस् यहाँको जुन भाइब्स छ शान्त छ यु हेभ टु एचिभ इट यु हेभ टु गो विथ द फ्लो यदि तिमीहरू पनि यस्तै घुम्छौ भने घुम्न सक्छौ होइन घुम्यो भने आफ्नो मनलाई फिल गर्यो भने यस्तै कुराहरू एक्सप्लोर गर्यो भने नयाँ नयाँ ठाउँ नयाँ इन्भाइरोमेन्ट एक्सप्लोर गर्यो भने पहाडहरू देन बल्ल तिमीहरूले थाहा पाउँछौ कि जीवन के हो कि वाट डज लाइफ मिन्स मैले सधैँ एउटा प्रश्न गर्ने गर्थेँ कि चाहे मेरो फ्यामिली चाहे मेरो रिलेटिभ्स चाहे मेरो सिनियर जुनियर होइन लाइफ भनेको के हो त लाइफमा के कुरा एचिभ गर्ने हो भन्दा एन्ड आई अलवेज फिल कि लाइफमा के गर्नु छ भने सबै कुराहरू एचिभ गर्ने हो बट विथ ट्राभलिङ के ट्राभलिङ एन्ड एक्सप्लोरिङ भनेको चाहिँ यु हेभ टु एचिभ विथ फुल्ली नेचर एन्ड इट्स नेचुरल भाइब्स पिस गाइस फाइनल्ली वी आर हियर एन्ड गाइस हेर्न सक्नुहुन्छ यहाँ केटाहरू चिल पारामा बसिरहेछन् यो भ्यू इन्जोय गर्दै होइन एन्ड त्यही हो लाइफमा भनेको कहिले पनि इन्जोय गर्न नछाड्नु एन्ड ट्राभलिङ गर्न नछाड्नु अझै यो चाहिँ हाम्रो गाउँको त्यो हाम्रो गाउँ नजिकै पर्छ त्यो डाँडो चाहिँ हाम्रो गाउँ हो त्यहाँबाट यति हिँड्दै हामी यहाँसम्म आइपुग्यौँ एन्ड यही हो हाम्रो डेस्टिनेसन भनेको यो होइन अब यहाँ टक्क मिलाउँछौँ यहाँ चाहिँ अलिकति ठाउँ अलिकति राम्रो छैन यहाँ जलाइयो भने त यो सबै जल्न सक्छ त्यहीँबाट उता गएर चाहिँ व्यवस्था गर्नेछौँ एन्ड यताबाट हिँड्दै ए केटाहरू बनकुरो केटाहरू बनकुरो छिटो चप ए तेरी खस्ला चाहिँ ए आयो केटाहरू छिटो फाइनली गाइस यता हेर्नु भन्नु गाइस लड्दै पर्दै रमाइलो गर्दै यस्तै गर्दै होइन हामीहरू निस्केका थियौँ र अझै पनि गरिरहेछौँ एकदमै केटाहरूसँग राम्रो भाइब्स आयो उहाँ माथि चिल उडिरहेको छ यु क्यान लुक देयर एन्ड वाउ वाट अ भ्यू के यो भ्यूलाई हेर्दाखेरि बाफ्रे जस्ट फिल ओए चुप लाउँदा एकछिन नेचरको भाइब्स लिगाउ न चुप
ओए बाकेटाहरू बाघ ए मा कसम खतरा ठुलो बाघ यार ए मा हो के ए त्यत्नै सिम छ यार कसम चाहिँ हो के त्यत्नै माथि आहा हेर्नु है एकछिन हेर है त्यहाँ पुछिर हल्ला आयो गाइस बाघ केटाहरू हेर है रातो हुन्छ यत्नै सिम के यहीँ अगाडि हेर उयो ठुलो पहिरो भन्दा कराउ त केटाहरू त्यत्नै सिम सिधा के यो सिधा यार यो कसम से यार भाइ लम्दै गर्दै माथि लमक गर्दै आएको थियो होइन हामीहरू अब यताबाट अगाडि भाग्छौँ अगाडि जान्छौँ फुलबारीतिर सबै केटाहरू आउँदैछौँ अनि उतै गएर हामी खाँदै रमाइलो गर्छौँ भनेको लम्ती गर्दै आएको म भिडियोमा कस्तो देख्यो थाहा भएन गाइस होइन एकदम केटाहरूले एक्साइटेड भएर मैले बोलाएको थिएँ उता गएर भेटाउँछु केटाहरू पनि एकदम डराएको थिएँ हामीले फेरि केटाकेटी पनि छन् कि 2-4 अनि अलिकति डर लाग्यो अनि हामी निस्क्यौँ अहिले चाहिँ यहाँ जिन्दगीभरि पछि लाग्ने यत्नै निर थियो बाघ चाहिँ होइन यहाँबाट लमक गर्दै माथि निस्केको थियो अनि ठ्याक्कै मैले केटाहरूलाई बोलाएँ अनि बोलाइसकेपछि एकदम आत्तिँदै आइयो अनि केटाहरू हल्ला गर्न थाल्यो अनि बाघ चुप्प लाएर बस्यो अनि त्यो हिँडेको देखेन कतै पनि चितुवा हो कि यो पार्ट गाइस धेरै यहाँ केटाहरू डरको माहौलका साथसाथै केटाहरू हल्का फुल्का हाँसी मजाक पनि गरिरहन् हिजो फेरि कस्तो के भयो भन्दाखेरि हिजो चाहिँ भर्खरै हाम्रो त्यहाँ बाघ कराएको भन्ने हामीले सुनेको थियौँ हामीले धेरैजनाले भन्नुभएको थियो भने गाउँमा अनि होइन होला टाइपको भएर हामी फेरि यता होइन आएन होला अनि टाइपकोले यता आयौँ दाउरा त्यहीँ रहेछ नि केटाहरू एक त डरको ए माथिबाट आएछ कि भनेको भने त्यहाँबाट गाइस केटाहरू ठिक छ ल अब हामी उता जान्छौँ उता चाहिँ अलिकति राम्रो छ यसो उता गएर रेडी पार्दै हामी 2जनाले यता हेर्ने 3जनाले उता गर्ने गरौँ ल हामीहरू चाहिँ अहिले यहाँ अलिकति खतरनाक माहौल भएर चाहिँ हामीहरू यता आछौँ होइन हामी भर्खरै त्यहाँ पारीको डाँडामाथि उता हेर्न सक्नुहुन्छ त्यहाँबाट अहिले यता आयौँ होइन ठिक छ अहिले यहाँ हामीहरू सबैजना छौँ अहिले फेरि अहिले हामीसँग अलिकति बच्ची ग्याङहरू पनि छन् होइन केटाहरू अनि हामी पनि अब 2जना नौजवान छौँ अनि हाम्रो फेरि यता सोल्टी मामाको फेरि बिहा पनि भएको छैन अलिकति लाग्छ कसैको नि भएको छैन सोलो भर्जन छौँ हाम्रो अब हुनेवाला छ अब 1-2 महिनामा हुनेवाला छ त्यही भएर अलिकति गाह्रो फिल पनि छ होइन सो अब भिडियोमा के कस्तो आयो आई डोन्ट नो बट रियलिस्टिक आइ एम स्योर होइन एन्ड स्योर टु गट फिक्स त्यहाँ चाहिँ माथि नै निस्केको थियो होइन बाघ हो कि चितुवा हो लमक गर्दै निस्केको थियो फिक्स एन्ड हिजो नि म गराउँदाखेरि त्यहाँ सिगरेट सुरु गर्दै आइरहेको थियो कि खतरा बादल लाग्छ गाइस बाघ छ बाघको भाइ खै यता आएर त मनिश्वर अरे भाइ बाघको भाइ ठिक छ ल गाइस हो त्यहाँ थियो नि हो यो देख्नुभयो यहाँभन्दा ठ्याक्क माथि टुक्कै यत्नै सिमबाट बाघ लमक गर्दै निस्केको थियो होइन जुम गरेर चाहिँ हेरेको थिएँ बट भिडियोमा कस्तो ब्लर टाइपको आएछ कतिको आएछ भने चाहिँ म एडिटिङ गर्दाखेरि राम्रो तरिकाले देखाउँछु शिखर की युवा क्लब की जय शम्भु जय सुब्बा देउराली माघे संक्रान्तिको सबैजनालाई शुभकामना यसैको साथसाथै हामी स्पेशल हामी आएका छौँ ह्याप्पी माघे संक्रान्ति नथियार ओके ह्याप्पी माघी पर्व यस वी आर इन टप अफ आवर भिलेज हिल है हामी चाहिँ एकदमै हाम्रो पहाडको एकदम टुप्पोमा आइसकेका छौँ एन्ड यहाँ चाहिँ हामीले बाघ देखेर अलिकति निराशा पनि पैदा भएको थियो बिचमा डरको माहौल थियो एन्ड हेर्न सक्नुहुन्छ तल हाम्रो ब्युटिफुल सिन हेर्न सक्नुहुन्छ होइन एन्ड यहाँको भाइब्स हेर्न सक्नुहुन्छ एन्ड पछाडि पनि
बेस छ यहाँको सिन हाम्रो गाउँ देख्न सक्नुहुन्छ पछाडि त्यो तल जुन गाउँ छ त्यो सबै माथिदेखि लिएर माथिसम्म चाहिँ हाम्रो गाउँ रहेको छ। यु क्यान लुक देयर एन्ड यहाँ चाहिँ हामी माथिसम्म त आइसकेका थियौँ। अझै रमाइलो गर्नेछौँ भन्ने किसिमले नै आइसकेको थियो बट समथिङ ह्यापन्स विदाउट आवर फियर। अनएक्सपेक्टेड भयो होइन, सबै कुराहरू अनएक्सपेक्टेड देखियो र लाइफमा जे कुरा अनएक्सपेक्टेड हुन्छ त्यो एकदमै मजेदार हुन्छ होइन। त्यसैका साथसाथै हामी अगाडि छौँ। अब एकछिन यहाँ रेस्ट गर्छौँ। केटाहरू पल्टिन लागिसकेका छन् होइन। र हामीहरू यहाँ टक्क लाएर अहिले हामी हाइड्रेसन गर्दैछौँ होइन। यहाँ हामीहरू अहिले के हो यो फ्रुटी म्याङ्गो फ्रुटी हो गुड। ल केटाहरू चेस केटाहरू हियर वी गो। ह्याप्पी माघे सङ्क्रान्ति सबैलाई धेरै धेरै माघी पर्वको शुभकामनाका साथै म्याङ्गो जुस अनि यो हाम्रो पहाडको स्पेसल भ्यूका साथसाथै त्यो तपाईँहरूको अगाडि हामी छौँ एन्ड बाघको भ्यू हामी सबैजनाले खाँदैछौँ। ल गाइज लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला, माया देखाइदिनु होला। आगामी दिनमा हामीले बवाल भिडियोहरू अपलोड गरिरहन्छौँ। हजुरहरूको माया सपोर्ट भयो भने चाहिँ एकदम ऊर्जा मिल्नेछ हामीलाई चाहिँ। त्यही हो मेरो युट्युब च्यानल चाहिँ सन्दीप छेत्री छ। लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। मनिस नमातिकिने कि एकदम सिरियस तरिकाले दामी गरेर है कि दामी ल 1 2 3 गो। सम्झना बाँकी छ हाम्रा ती पलको सँगै होला तर साथ शून्यता छाएकै जस्तो साथी तिमी कहाँ छौ भन न अगाडि आगो बोल्ने नै गाह्रो हो कोही नै के अरे त्यसपछि सम्झना बाँकी छ हाम्रा ती पलको सँगै होला धेरै दिनबाट यहाँ शून्यता कालो बादल छाएको जस्तो ए साथी तिमी कहाँ छौ भन न याद दिनहरू छुट्लै नै गाह्रो कोही नै भन्नु ठुलो मान्छे कोही बने पनि सँगै सपनाहरू साँची दिनेछु हजुर साथ नै साथी एउटा फिल्म सुटिङ गरौँ हामीले गिटार गुन्डामा त्यही हो सधैँभरि यसै गरी आउनेछौँ। सो गाइस तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ चाहिँ भवाल रमाइलो भइरहेछ। एक दुईवटा फोटोसोटो पनि हामीले खिचिसकेको छौँ। रमाइलो हल्का रमाइलो गरिरहेछौँ। टक्क तपाईँहरू देख्न सक्नुहुन्छ उहाँनिर अघि नै बाघ आएर चाहिँ हामी चाहिँ डर लागेर अब चाहिँ डर लागेर यस्तो गरेर फोटोसोटो खिचिरहेछौँ। टक्क लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। कसरी के छ गाइस ह्याप्पी माघे सङ्क्रान्ति गाइस सबैजनालाई माघे सङ्क्रान्तिको शुभकामना। तलाएर यहाँ बादल पनि लागेको छ दामी भाइ जस्तो छ। अब जे जस्तो भए पनि होइन अब केही भएन। अब जे जस्तो डर भए पनि हामी डर नमान्दै अब यहाँ टक्क लाएर यहाँ हामीले चाहिँ यो बनाउँदैछौँ होइन चटपटी बनाएर खाने चटपटी यहाँ बनाउँदैछौँ। यहाँ केटाहरूले चाहिँ यहाँ टक्क लाएर यहाँ आगो बाल्दैछन् सानोतिनो मिठो आगो बाल्छन् अनि त्यसपछि क्याम्प फायर हुन्छ बब्बल गीत बजाउँदै नाच्दै
ओहे फेरि आफ्नै धुनमा नभइएला नि केटा लो गाइज फाइनली वी आर हियर यहाँ टक्क लाएर अब आगो बोल्दैछ चिसो चिसो मौसममा टक्क लाएर सबैजना है चिल भाइब्स छ मनिष भाइले टक्क पारे यता अनि यहाँ आगो मस्तो बोलिरहेको छ ताप्दै अनि यता चाहिँ हाम्रो के हो यो चटपटे भन्दैछ त्यो उता लाउरे उता छ अनि यहाँ चाहिँ मस्तो बन्दैछ पानी सब छ हामीसँग चाहिँ होइन एन्ड त्यो चिसो मौसम पनि छ ठिक छ यताको भ्यू हेर्दै हामीहरू मस्तो चिल गरिरहेका छौँ अनि अब टक्क लाएर यहाँ केटाहरूले पोल्दैछन् अब पोलेर अनि रेडी पारेर खाएर ल छ होइन अगाडिहरू चप्पल लाएर यहाँ हाम्रो कुरो बन्दैछ यहाँ पोलिँदैछ यहाँ यस्तो रमाइलो भ्यूको साथ सबैजना मक्खन तरिकाले यहाँ हामी छौँ यताको चिल पारामा भ्यू हेर्दै अब छैन डरसर केही छैन अब जेसुकै अब टक्क लाएर यहाँ पोल्दैछ ब्यागहरूले अनि भनेर हामी टक्क लाएर खाने मिलेर एन्ड यस्तो चिल भाइब्स छ नि होइन अब ताप्दै ब्युटिफुल भ्यू आयो चटपटे मिठो ए मा पर्किन्छ मनिषले गर्छु ल दामी ल बबाल ल नुन लगाइदिउ ल ल पुरै नुन तलाउँदै ल गाइस फाइनल्ली हामीले चाहिँ अब टक्क लाएर यहाँ चाहिँ हाम्रो आइटम चाहिँ रेडी गर्दैछौँ अलिकति चटपटी खाँदैछौँ अनि उता चाहिँ मासु चाहिँ टक्क लाएर यता बनिरहेछ यता मासु टक्क दामी पारामा ए भाइहरू चाहिँ यहाँ चटपटी खानको लागि खाइरहेछौँ कस्तो बजा केटाहरू कस्तो भइरहेछ ए मुहा जम्मेले मुहा ल ह्याप्पी माघे सङ्क्रान्ति सबैजनालाई तपाईँहरू देख्न सक्नुहुन्छ गाइस ल अब चाहिँ हामी टक्क लाएर खान थाल्यौँ चटपटे यहाँ चाहिँ ह्याप्पी माघे सङ्क्रान्ति केटाहरू ल केटाहरू कस्तो रमाइलो भएको छ Yeah, man, our fast food. कलर यहाँ हाम्रो बन्दैछ माल अब यहाँ चाहिँ हामीहरू खाँदैछौँ ओपन पार्टी चकलेट पार्टी Yo guys, man, we are here in hill station. के छ केटाहरु? Rock man, rock. Finally we are here in हाम्रो लगभग फाइनल स्टेसन फाइनल सेलिब्रेसन भइसकेको छ हैन अब यति हाम्रो माल पनि लगभग पाइसकेको छ एन्ड चिकन पनि फ्राई भइसकेको छ हामी पोलेर टक्क लाएर गर्दैछौँ हैन यति भएपछि हामी अगाडि बढ्नेवाला छौँ गाइस सबैजना रमाइलो हुँदैछ गाइस सबैजना यता हेर्नु बवाल मिलो यार गाइस यहाँ हाम्रो टक्क सेलिब्रेसन यहाँ के नु हुँदैछ यहाँको स्पेशल नुन त के गर्नु टाइपको हैन नुनको अर्को पैसाले न पैसा पैसाले न मनिस एकदमै बेस्ट भाइब्स भयो हैन मिठो 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 वाला मिठो के हो
खै म हाल्यो त यो छाला कोण हाले यसलाई मुटु सुटु भन्ने होइन कि नि त भुट्टा अन्य हो के यो कसले त छाला हालेको पण म त होइन छाला म बोल्नु बोलेन त्यही हाल्दिन सबै एकदम गरौ दाउरा भने यो पोल पाकेको छ यसो पुत्ताबे मनिषाले के पुत्ताउन हाले किन छोडेको यस्तो पिरो चाहिन्न कि धेरै पिरो भयो चटपटे पनि हामीहरू अब चाहिँ यहाँ निस्किन लागेछौँ यो प्लास्टिक बाबु प्लास्टिक उठाएर ल यो सबै प्लास्टिकहरू उठाएर त्यहाँ हाल्नु त सबै पुरा यो सफा गर्नु पर्यो अब होइन यहाँ चाहिँ एकदमै राम्रो बनाउने हो सफा गरेर टक्क अनि त्यसपछि चाहिँ हामी लाग्छ अलिअलि बादल कुहिरो आउन लागिसकेको छ होइन अरे हाय 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 ल तिनी सबै उत्यो पनि सबै हालिदियो त प्लास्टिकहरू हालिदियो त ल एकदमै मजा आयो होइन क्याम्प फायर खतरा रमाइलो भयो गाइस सिन हेर्न सक्नुहुन्छ भने अहिले टक्क अब सनसेट त भइसकेको छ होइन पुरै ट्विटरले देखेको छैन अहिले राम्रो छ बेस्ट भ्युज एभर ओके गाइज हाम्रो पिकनिक हाम्रो समारोह हाम्रो जुन भिजिटिङ ट्रेकिङ थियो यहाँ सकिसकेको छ अब हामी अब त्यस घरतिर लागिहाल्नेछौँ एन्ड आई थिङ्क यु लाइक दिस भिडियो अब जुन एडभेन्चर्स थियो हाम्रो जुन ट्रेकिङ थियो एकदमै कस्तो भयो केटाहरू ओके गाइज आई थिङ्क यु लाइक दिस भिडियो इफ यु लाइक दिस भिडियो देन सेयर सब्सक्राइब एन्ड कमेन्ट गर्न नबिर्सिनु होला एन्ड यस्तो चाहिँ एडभेन्चर हामी बनिनेवाला छ एन्ड केटाहरू कस्तो भयो केटाहरू नमस्ते म पहिलो व्यक्ति हिमाल चढ्ने गाउँकै अहिले चढ्दैछु हेर्नुहोस् देखो ना गाय देखो ना क्या है ये गाइस देखो 22 वर्षे ठिटो म 32 चोटि चोट खाएको 33 चोटि पुग्ने डरमा भागेको म भाउ समाको 10 वर्ष बितिसक्यो नेपलाई मेरो भाउ बनाएको गन्ध आउँछ आज आफ्नै मनको पाकेको घाउ गनाको हिँड्दैछु म आफ्नै बाटो दुनियाँ सबै दौडिरहेछ डुब्दैछु म भुमरीमा सारा संसार पौडिरहेछ जोस मेरो